साथीहरु के तपाईको फेसबुक आइडीमा पे आउट सेटअप भनेर आएको त छैन? यदि आएको छ भने तपाईले अब फेसबुकबाट कमाई गर्ने बाटो खुल्यो है भन्ने कुरो बुझ्नु होला है। तपाईले घरिघरि फेसबुक चलाउँदाखेरि त्यसलाई चाहिँ चेक गर्नु होला है। यो चेक गर्नको लागि तपाईले फेसबुक एप्सलाई क्लिक गर्नु होला, त्यसपछि प्रोफाइल पिक्चरलाई क्लिक गर्नु होला, त्यसपछि ड्याशबोर्डलाई क्लिक गर्नु होला, त्यसपछि गएर मोनेटाइजेसनलाई दबाउनु होला, त्यसपछि तलपट्टि पे आउट भनेर पिक्चर खुलेको छ कि छैन हैन त्यो हेर्नु होला। खुलेको भएदेखि साइडमा सेटअप भनेर दिएको हुन्छ है। यो सेटअप पे आउट सेटअपको पनि समय सीमा अवधि हुन्छ। समय सीमा अवधि भित्र गर्नु भएन भने यो स्वतः क्यान्सल भएर जान्छ र अर्कोचोटि तपाईले पे आउट सेटअप पाउनको लागि धेरै समय कुर्नुपर्छ, धेरै मेहनत गर्नुपर्छ, धेरै प्रयत्न गर्नुपर्ने हुन्छ है। र यस्तो अवसरलाई तपाईले समयमा नै सेटअप गर्नु होला। मेरो पनि 2 दिन पहिला मैले गएर हेरेको चेक गरेको थिएँ। मलाई चाहिँ पे आउट खुलिसकेको रहेछ र साइडमा सेटअप भनेर दिएको रहेछ हैन। मैले आवश्यक विवरणहरू भरेर 6-7 स्टेप हुन्छ हैन, त्यहाँ मागे अनुसारको विवरणहरू सब पूर्ण दिएर मैले पे आउट सेटअप गरिसकेँ है। मैले हजुरहरूलाई यो पे आउट सेटअप कसरी गर्ने भनेर मेरो मोबाइलको स्क्रिनबाट तपाईलाई सिकाउन असमर्थ छु, किनकि एकचोटि पे आउट सेटअप भइसकेपछि पे आउट सेटअप गर्नलाई देखाउन मिल्दैन हैन। त्यो कारणले गर्दाखेरि मैले एडिटिङको मार्फत स्टेप बाइ स्टेप कुन स्टेपमा के विवरण भर्ने भन्ने विषयमा मैले चाहिँ यो भिडियो तयार पारेको छु। भिडियो अन्तिमसम्म रहेर साथ दिनु होला। मन परेदेखि लाइक गर्नु होला, कमेन्ट छोड्नु होला। आगामी भिडियो के बारेमा हुनुपर्छ त्यो पनि कमेन्ट बक्समा छोड्नु होला। यसरी तपाईले दिएको कमेन्टले मैले अर्को भिडियो बनाउनलाई मैले सजिलैसँग मोटिभेट मिल्नेछ। अब यो कसरी सेट गर्ने हैन, यो पे आउट सेटअप भनेको के हो? हाम्रो मोनेटाइजेसन भएर प्राप्त हुने डलरहरू, ती डलरहरू हाम्रो नेपालको ब्याङ्क खातामा ल्याएर ब्याङ्क खाता मार्फत हामीले पैसा पार्नको लागि हामीले विभिन्न किसिमको विवरण भरेर सेटअप गर्नुपर्ने हुन्छ। यसलाई पे आउट सेटअप भनिन्छ है। अब मैले यो पे आउट सेटअप कसरी गर्ने भन्ने कुरो स्टेप बाइ स्टेप सिकाउन लागिरहेको छु। यो भिडियो हेरेपछि तपाईसँग आएको जुन पे आउट सेटअप छ हैन, तपाईले अरु कुनै भिडियो हेर्न पर्दैन र कोहीसँग सोध्न पर्दैन। प्रष्ट रूपले पे आउट सेटअप आफैले घरमा बसेर आफ्नो मोबाइलको थ्रु आरामले तपाईले पे आउट सेटअप गर्न सक्नुहुन्छ है। अब हजुरको यहाँ नाम जन्ममिति सही छ भने कन्ट्री नेपाल छ, नेक्स्ट गर्नुहोस्। कन्ट्री नेपाल छ, हजुरको बिजनेस टाइपमा इन्डिभिजुअल सोले छ, ठीक छ, नेक्स्ट गर्नुहोस्। हजुरको लेगल नाम ठीक छ, लेगल मिडल नेम छैन, लास्ट नेम ठीक छ, जन्ममिति ठीक छ र हजुरले अब प्राइमेरी एड्रेस राख्नुपर्ने हुन्छ यहाँ है त। प्राइमेरी एड्रेस राख्नुहोस्। अब हजुरले सिटी राख्नुहोस्, हजुरको सिटी। त्यसपछि स्टेट प्रोभिन्समा क्लिक गर्नुहोस्। हजुरको कुन हो स्टेट प्रोभिन्स छान्नुहोस्, यहाँबाट चुज गर्नुहोस् है त। अब हजुरले जिप कोड अथवा पोस्टल कोड भन्ने लेखेको छ नि, त्यहाँ जिप कोड पोस्टल कोडमा क्लिक गर्नुहोस्। हजुरको हुलाक नम्बर हजुरको नजिकको एरियाको कहाँ छ त्यो राख्नुहोस् है। अब हजुरको कन्ट्याक्ट नम्बर फोन नम्बर राख्नुपर्ने हुन्छ अनि इमेल आइडी राख्नुपर्ने हुन्छ। उहाँको प्राइभेसीको लागि मैले अब यो यसरी सो चाहिँ गर्न मिल्दैन, त्यही भएर यहाँ चाहिँ देखाएको छैन है। हजुरले पनि यसै गरी गर्नु होला। अब हजुरले ट्याक्स आइडी नम्बर राख्नुपर्ने हुन्छ यहाँ गएर। हजुरले ड्राइभर लाइसेन्स, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर हजुरसित जे छ त्यही राख्न मिल्छ। सम्भव भएसम्म हजुरको व्यक्तिगत पान नम्बर हुन्छ त्यो राख्दा पनि एकदमै बेस्ट हुन्छ है त। त्यसपछि हजुरले यो VAT GST रजिस्ट्रेसन लेखेको नम्बरमा केही पनि नगर्नु होला, बाई लेखेको ठाउँमा टिक लाउनुहोस् अनि नेक्स्ट गर्नुहोस्। त्यसपछि हजुरले यस्तो अप्सन आउँछ यहाँ लिङ्क बैंक अकाउन्ट, हामीले बैंक अकाउन्ट राखेर गर्ने हो, त्यसैले बैंक अकाउन्टमा टिक लगाएर लिङ्क पे आउट मेथडमा थिच्नुहोस्। त्यसपछि हजुरको बैंक अकाउन्ट होल्डर नेम आइसकेको छ, बैंक कन्ट्री नेपाल आइसकेको छ, हजुरको जन्ममिति पनि आइसकेको छ, प्राइमेरी एड्रेस पनि आइसकेको छ। अब हजुरले हजुर कुन बैंकमा खाता खोल्नु भएको छ त्यही बैंकको गुगल क्रोममा गएर बैंक नेम र स्विफ्ट कोड लेखेर हाल्नु भयो भने आउनेछ। हजुरले स्विफ्ट कोड, बैंक अकाउन्ट नम्बर अनि कन्फर्म बैंक अकाउन्ट नम्बर हाल्नुपर्ने हुन्छ है त। यो सब कुरा हजुरले राखिसकेपछि लिङ्क पे आउट मेथडमा टिक लाउनुहोस्, फेरि टच गर्नुहोस् जहाँ लक लागेको छ त्यसमा है त। अब हजुरले एड ट्याक्स इन्फोमा क्लिक गर्नुहोस्, कन्टिन्यू गर्नुहोस्, फेरि कन्टिन्यू। अब हजुरले कतै दायाँ बायाँ कतै नसोचिकन सिधै नोमा टिक लाउनुहोस्।
फेरि तल पनि नोमा टिक लाउनुहोस्, नेक्स्ट गर्नुहोस्। हजुरको पेआउट मेथडमा फुल नाम राखेर सेलेक्ट वानमा थिचेर हजुरको कन्ट्री राख्नुहोस्। त्यसपछि हजुरले ट्याक्स पेयरमा आई अब लेखेको ठाउँमा टिक लाउनुहोस् अनि नेक्स्ट गर्नुहोस्। फेरि नेक्स्ट गर्नुहोस्। अब हजुरले यहाँ सुरुमा छ नि 0% मा त्यहाँ टिक लाउनुहोस्। फेरि पनि नेक्स्ट गर्नुहोस्। हजुरले फेरि कन्ट्रीमा नेपाल राख्नुहोस् र नेक्स्ट गर्नुहोस्। अब सर र माथितिर तान्नुहोस् त। हजुरले यहाँ लेखेको छ नि हो, यसलाई माथि सार्नुहोस्। अनि हजुरको यो डेट छ नि, आजको डेट यसलाई केही पनि नचलाउनुहोस्। सिग्नेचर टाइप यो फुल नेम भनेको छ हजुरको फुल नेम डकुमेन्टमा जे छ त्यो नाम त्यहाँ लेखेर यो आई लेखेको ठाउँमा टिक लाउनुहोस् र नेक्स्ट गर्नुहोस्। अब सर र माथि तान्नुहोस् त। सर र माथि तान्नुहोस्। हजुरको अब यो ठिक छ छैन चेक गर्नुहोस्। सबमिट फर्ममा टिक लाउनुहोस्। अथवा हजुरले कुनै मिलेको छैन भने यहाँ हजुरले मेक चेन्ज भनेको छ किन, चेन्ज पनि गर्न सक्नुहुन्छ। यहाँबाट चेन्जेस गर्न सक्नुहुन्छ हजुरको ठिक छ कि छैन भनेर। मिलेको छ भने हजुरले सबमिट फर्म गर्नुपर्ने हुन्छ यसरी। ल तपाईँलाई बधाई छ, हजुरको तपाईँको एकदम पेआउट सेटअप भइसकेको छ। यहाँ ग्रिन टिक लागिसकेको छ, यो ट्याक्स इन्फर्मेसन इज कम्प्लिट भनेर हजुरको रेडी भइसक्यो है त। अब हजुरले डन गरिदिनुहोस्।